एउटा विमान चालकले विदेशीले कस्तो ननसेन्स यस्तो ठाउँ वी आर डाइभिङ इन्टु द ओसन अफ डार्कनेस भने कि अन्धकारको समुद्रमा हामी डुबुल्की मार्नु आउनुपर्छ नेपालमा आउँदा भनेको त्यस्तो नराम्रो लाग्यो के दिनु हुनु नि हो नि उडाउनु त त्यतिकै पनि कठिन हाम्रो ठाउँ त्यतिखेर हाम्रो अहिले यो पछिल्लो समय हाम्रो डिजी यो प्रदीप अधिकारी जो आइसकेपछि हाम्रो एयरपोर्ट पनि पुरा उज्यालो भएको छ सबै विकास भएको छ नि होइन त्यतिखेर थिएन क्या म बोइङ उडाउने टाइमको कुरा गर्दैछु र त्यो सुन्दाखेरि मेरो मनमा आयो तर त्यो मान्छेसँग म झगडा पनि गर्नु सकेन बोल्नु पनि सकेन भएर त्यस्तो भनेको हो नि त नभएको भए त्यस्तो भनेको भए म सायद झगडा गर्थेन राखेँ तर जुन दिन उहाँ आएर यसरी ज्योतिर्मय बनाइदिनु भयो नि अहिले त हेर्नुहोस् काठमाडौँ कुन सरर छिर्दा काठमाडौँमा झलल बलेको छ हेटौडा भनेर आकाशबाट हामी चिन्न सक्छौँ विराटनगर भनेर हामी चिन्न सक्छौँ नेपालगञ्ज भनेर हामी चिन्न सक्छौँ दाङ भनेर चिन्न सक्छौँ हामी अन्य ठाउँ भन्नु न महेन्द्रनगर भनेर चिन्न सक्छौँ एउटा समय चाहिँ हामी त नेपालको एफआइआर प्रवेश गर्ने बित्तिकै अन्धकारमा मात्रै छिराउँथ्यो र त्यस्तो उज्यालो ल्याउने मान्छेलाई के भने कुलमान भाइ नमस्ते फेरि पनि तपाईँलाई जयचन्द्र सूर्य यो जापानमा खिचेको फोटो यो उहाँ त जसले जेसीको भन्नुहोस् एउटा लडाका हो एउटा नेतृत्व दिनु सक्ने मान्छे र मैले उहाँलाई जहिले पनि भन्छु कि अब तपाईँ प्रवेश गर्नुहोस् है तपाईँ त ऊर्जा मन्त्री भएर आउनुपर्छ ऊर्जा मन्त्री भएर आउनुपर्छ होइन ऊर्जा मन्त्री भएपछि अनि तपाईँले यो देशमा बत्ती त के अरू चिज पनि तपाईँ ल्याउन सक्नुहुन्छ भनेर म सधैँ भन्ने गर्छु उहाँलाई सो मेरो रेस्पेक्ट थियो उहाँलाई पहिला उडिराख्दाखेरि सबै ठाउँ अँध्यारो थियो ठाउँै चिन्दैन थियो नि सर चिन्दैन अहिले सबै ठाउँ चिन्छ अब छिमरा चिन्छु विराटनगर चिन्छु हुँदा हुँदा सानो सानो गाउँहरू पनि चिन्छौँ हामी ठाउँ ठाउँमा बत्ती यस्तो रहेछ हेटौडा त चलल बल्छ हेर्नुहोस् हामीलाई चेक पोइन्ट्सहरूको जरुरी पऱ्यो भनेदेखि त्यो बत्तीले पनि भन्न सक्छु कि म फलानु माथि पोखरा त्यत्तिकै देख्छु पहिला देखिँदैन थियो नि देख्दैन थियो सो कसले के भनेछ नडराउनुहोस् निडर भएर बस्नुहोस् तपाईँको लागि हामी पनि साथ छौँ फाइट गर्नु पऱ्यो हामी पनि मैदानमा उत्रेर फाइट गर्छौँ ओके मैले यो फोटोहरू चाहिँ हजुरकै फेसबुकबाट प्रायः चाहिँ कलेक्सन गरेको छु र अब हजुरले फेसबुकमा राख्नुको मतलब चाहिँ अब सायद प्रिय भएर नै राख्नु भयो होला जस्तो लागेर मैले के रेस्पेक्ट